Guys, what's up? आज चाहिँ यो ब्लग थोरै सर्ट हामी चाहिँ आज बिहान 10 बजे तमगासबाट निस्केका थियौं। दुश्मन छ धेरै दुश्मन फेरेको हेरे मेरो दुश्मन छ धेरै कस्तो छ यार इन्द्रेगौडा आउन्जेलसम्म सबै ठिक थियो सबै गाइज है। इन्द्रेगौडादेखि जब यता खरबङ आयौँ बडम सक हुनुभयो टायर त्यस्तै पड्क्यो गाइज। थोरै भिडियो त छ टायर पनि लाइफको फर्स्ट टाइम आफै चेन्ज गर्नुभयो हाम्रो डाक्टर। कस्तो लागिरहेछ आजको दिन? कस्तो भयो? रमाइलो छ है गाइज। ए गाइज त्यो मैले भन्नै बिर्सेको गाइज। आज हामीले यहाँ देख्नुभयो पछाडिको सिन त्यो खोलामा गएर नुहायो। है त गाइज अब आज चाहिँ हामीले माछा खान लागिरहेका छौँ। हेरौँ आइसक्यो है, माछा आइसक्यो। नकुललाई चाहिँ यहाँ म्याउले म्याउ म्याउ गरिसक्यो। म्याउ न हो म्याउ। हामीले चाहिँ माछा खान लायौँ है। माछा चाहिँ एम्मी छ। के छ हामी चाहिँ गल्याङ मलमोमा रहेछौँ। गलकोट आउन बाँकी छ है, हटियामा आइपुग्न बाँकी छ। आजको दिन रमाइलो भयो है, जस्ट एक्सपिरियन्स गऱ्यौँ। डाक्टर नकुलले गाडीको टायर चेन्ज गर्नुभयो। ल मैले त दिनदिनै माछा खान्छ होला है।
कति रमाइलो डक्टर कौल कस्तो लागिरहेको छ हजुरलाई जिन्दगी रमाइलो कि टुर रमाइलो कि मेरो जिन्दगी यात्रा रहेछ है तर बाटो त रमाइलो छैन नि यस्तो खाल्टाङ खुल्टुङ छन् आबर खाबर अस्ति ओह्रालो भएर अझ थाहा पाइएन है ल गाइज किप वाचिङ हामी चाहिँ अहिले गोलकोटदेखि माथि उकालो लगाइसकेका छौँ यो भुङखानी भन्ने ठाउँ होला सायद यो ल वातावरण कस्तो बिउतिरको बच्चाहरू बिरामी हुनेको प्रमुख कारण त्यो धुलो बाटो हेर्नुहोस् गाइज बिउकोट लालीगुराँस स्कुल आहा कति रमाइलो बाटो चाहिँ यस्तो छ गाइज हेर्नुहोस् गाइज हेर्नु त अँध्यारो छ नि किन थाहा छ हजुरलाई नेपाल सरकारले कोलमाला हटाएको लाइन गयो गाइज गाडी धुँदै थियौँ गयो हाम्रो साथीहरू बिचरा गाडी यहाँ धुन लागेको लाइन गइदियो यस्तो भ्याड लगाए गाइज आजको ब्लगलाई यही इन गर्दैछौँ किप वाचिङ डु लाइक सेयर एन्ड सब्सक्राइब है